Hello everyone, it's me Utsav Paudel, a second year MBBS student in Kathmandu Medical College, Sinamongal, Kathmandu. र आजको यस भिडियोमा चाहिँ मैले कक्षा 12का भाइ बहिनीहरू जो अध्ययनरत छौँ अब आफ्नो एनइबीको बोर्ड एक्जामिनेसन जुन एकदमै नजिक आइसकेको छ त्यसमा चाहिँ हाम्रो बायोलोजीको तयारी कसरी गर्नुपर्छ, राम्रै स्कोर लिएर आउन पनि कसरी तयारी गर्नुपर्छ र ठिकै स्कोर लिएर आउन मन छ भने पनि कसरी तयारी गर्नुपर्छ, जे होस् के गर्नुपर्छ बायोलोजीलाई अहिलेको अवस्थामा। यो भिडियो एकदमै इम्पोर्टेन्ट हुँदैछ किन भन्दाखेरि चाहिँ तिमीहरूको बायोलोजी पछि पनि चाहिन्छ। तिमीहरू बायोलोजी लिइसकेपछि स्योर मेडिकल इन्ट्रान्स सी त दिने नै होला होइन, त्यसको लागि पनि मैले एकदम डिटेल रूपमै भिडियो पनि लिएर आउँछु सीईको लागि। तर तिमीहरूले अहिले नै पढ्ने हो नि त, आफ्नो एनइबीको किताबहरू राम्ररी पढ्ने त अहिले नै हो नि त। पछाडि फेरि सीईको क्लासेसहरू लिन पर्ला अथवा यताउता टेस्टहरू दिएर तिमीहरू नभ्याउला, एकदमै छोटो समयमा नै एक्जाम हुन्छ। लगभग अब हाम्रो नयाँ सरकार आइसकेपछि त असारकै वरिपरि अथवा भदौकै वरिपरि लिने छ। हाम्रो भदौ 1 गते भएको थियो हेर होइन, हाम्रो चाहिँ एक्सपेरिमेन्ट ब्याच हो। त्यसपछि तिमीहरूको सिनियर अथवा मेरो चाहिँ एक ब्याच जुनियर जस्ट अहिले भएको सीईको एक्जामिनेसन चाहिँ फेरि दसैँ र तिहार पछि भयो कि दसैँ तिहारको बिचमा भयो, यस्तै टाइममा भयो होइन। त्यसरी चाहिँ तिमीहरूको एक्जाम चाहिँ अब हाम्रै स्टाइलमा हुनसक्छ भन्ने कुरा पनि छ। त्यही भएर अब त्यो अवस्थामा पनि तिमीले कसरी पढ्नुपर्छ अहिले भनेर म एकदम डिटेल रूपमा भन्छु। सो गाइज, भिडियो बिगिन गर्नभन्दा पहिला म तिमीहरूलाई एउटा कुरा के भन्छु भन्दाखेरि चाहिँ मैले लास्ट इयर एउटा यस्तो डिटेल्ड भिडियो बनाएको छु जुनमा चाहिँ मैले हरेक लेसनको इम्पोर्टेन्ट टपिक, इम्पोर्टेन्ट क्वेसनहरू भनेको छु। त्योवाला भिडियो मैले डिस्क्रिप्सनमा हालिदिन्छु। यो भिडियो सकिने बित्तिकै चाहिँ तिमीहरूले त्यो भिडियो गएर चाहिँ एकपटक हेर्नु नै पर्छ। जसरी पनि हेर, बरु यो भिडियो स्किप हान्छौ भने हान, तर त्यो तिमीहरूलाई राम्रो हुँदैन। किन भन्दा मैले एन्सर इन्टरप्रिटेसनदेखि लिएर रिभिजन स्ट्राटेजीदेखि लिएर एमसिक्यू कसरी गर्नेदेखि लिएर सबै कुरा भन्छु। त्यही भएर स्किप चाहिँ नगर, जे होस् बरु 2x हेर यो भिडियो, तर त्यो भिडियो चाहिँ 1xमै गएर हेर। एकदमै डिटेल्ड रूपमा मैले भनेको छु, एकपटक गएर चेकआउट गर है। ओके, सबैभन्दा सुरुमा चाहिँ म यो भिडियो एकदमै बिहान नै रेकर्ड गर्दैछु, यहाँ तिमीहरू हेर्न सक्छौ। बल्ल अलिकति टाइम म्यानेज गर्न अप्ठ्यारो नै भइरहेछ होइन मलाई। यता एमबिबिएसको सेड्युल र यतापट्टिको चाहिँ अब मिलाउन अलिकति अप्ठ्यारो हुँदैछ। क्लासेस, प्र्याक्टिकलहरू सबै सुरु भइसकेको छ मेरो सेकेन्ड इयरको, त्यही भएर। र अलिकति ब्याकग्राउन्डमा नोइजेसहरू आयो भने चाहिँ आई एम भेरी सरी, तर एकदमै ध्यान दिएर मेरा शब्दहरूलाई सुन्ने प्रयास गर अब। किन भन्दाखेरि अबको वर्ड्सहरू भनेको तिम्रो आफ्नै फ्युचरको लागि हुन्छ र मेरा कुरालाई एकदम पोजिटिभ तरिकाले लिने प्रयास पनि गर है त। लेट्स बिगिन है त। सबभन्दा सुरुमा हामी करिकुलम अथवा ग्रिड हेरेर सुरु गरौँ। केही पनि त्यस्तो स्पेसिफिक केही पनि छैन। त्यही प्लान्ट एनाटोमीबाट 5 मार्क्सको क्वेसन आउँछ, फिजियोलोजीबाट 11 को आउँछ, इम्ब्रायोलोजीबाट 5 मार्क्सको आउँछ, जेनेटिक्सबाट 12 मार्क्सको आउँछ, बायोटेक्नोलोजीबाट 4 मार्क्सको आउँछ, अनि एप्लाइड बायोलोजीबाट 9, एनिमल टिस्युबाट अब जुलोजी सुरु भयो 5, डेभलपमेन्टल बायोलोजी, अनि ह्युमन बायोलोजीबाट 16, अनि ह्युमन पपुलेसन एन्ड हेल्थ डिसअर्डरबाट 4। त्यस्तो केही स्पेसल देख्दिनँ म यसमा जो सबै कुराहरू नर्मल छ। यो एप्लाइड बायोलोजीमा चाहिँ जुलोजीका कुराहरू पनि पर्छन्, त्यही भएर त्योबाट पनि राम्रै स्कोर आउँछ। अब म तिमीहरूलाई चाहिँ टार्गेट सेट गर्छु। टार्गेट चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ A+ हो, जुन भनेको 67.5 हो भनेर भनिसकेको छु मैले, अथवा योभन्दा माथि हो। कसरी ल्याउन सकिन्छ त यो? अब 68 मानम, 68 मानम होइन, अब 30 आयो अरे एउटामा र अर्कोमा फुल त आउँदैन, सरी ल। अब कसरी सोचौँ भन्दा जस्तै एउटामा 34 आयो अरे, र जुलोजीमा 34, अर्कोमा 35 आयो भने तिम्रो टार्गेट मिट भएन। कति भयो? 69 भयो है त। र अब जस्तै अब तिम्रो यसको उल्टो भयो अरे, एउटामा 33, अर्कोमा 34 आयो अरे, कति आयो? 69। जुलोजीमा 34 अनि बोटनीमा 33 आयो भने तिम्रो कति आयो? यति आयो होइन। त्यही भनेपछि पोसिबल त छ नि त। यति ल्याउनु भनेको गाह्रो हो र। मैले तिमीहरूलाई भन्छु अब कि त्यो कति सजिलो छ भनेर। अब सबभन्दा सुरुमा चाहिँ तिमीहरूले के बुझ भन्दाखेरि चाहिँ बायोलोजीमा कम स्कोर आउने अहिले भनेको चाहिँ कसरी हो भन्दा चाहिँ एउटा त त्यो प्याटर्नको क्वेसन नपढेर, अर्को कस्तो भन्दाखेरि चाहिँ ध्यान दिएर नपढेर अहिले, र अर्को भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ फिगर राम्ररी प्र्याक्टिस नगरेर अथवा एन्सर राइटिङको स्किल नपुगेर। अब त्यो सबै म तिमीहरूलाई अहिले सिकाउने प्रयास गर्छु है त। क्वेसन पेपरलाई हामी सुरुमा डिकोड गरौँ। जुलोजीको क्वेसन र बोटनीको क्वेसन। बोटनीको क्वेसन सुरुमा हुन्छ धेरै जसो सेटमा,
बोटनीको क्वेसन सुरुमा हुन्छ। अब बोटनीको क्वेसनको लङ क्वेसन चाहिँ दुइटैबाट फिक्स जस्तै नै छ होइन, जुलोजी र बोटनी दुइटैको लागि। जस्तै अब बोटनीमा चाहिँ हाम्रो जेनेटिक्सको क्वेसन आउँछ। जेनेटिक्सको क्वेसन के आउँछ, जेनेटिक्ससँग नै अरमा आउँछ, त्यो जेनेटिक्स छोड्न मिलेन। प्लान्ट फिजियोलोजीबाट पनि क्वेसन आउँछ। लङ क्वेसन कसरी सोध्छ भन्दा बायोलोजीमा चाहिँ क्वेसन नबुझेर पनि तिम्रो ए+ नआउन सक्छ। क्वेसन कसरी सोध्छ भन्दाखेरि चाहिँ एकदमै घुमाएर क्वेसन सोध्ने प्रयास गर्छ। कसरी भन्दा चाहिँ लाइक तिम्रो डाइरेक्टली केही पनि कुरा भन्दिन्न। जस्तै अब प्लान्ट फिजियोलोजीको ग्रोथ हर्मोनको क्वेसनहरू सोध्न पऱ्यो भने चाहिँ लामो बनाएर सोध्छ। लाइक अब कुनै ठाउँको प्लान्टको चाहिँ ग्रोथ यस्तो भयो अरे, अब के हर्मोन अथवा के चिजको बारेमा चाहिँ त्यहाँ भन्न थाल्छ होइन। जस्तै अक्सिजनको बारेमा भन्न थाल्यो, अब त्यसले चाहिँ के गराउँछ, अब त्यो अरू हर्मोनको बारेमा लेख भनेर यसरी सोध्छ क्या होइन। जस्तै अब ह्युमन बायोलोजी र ह्युमन डिजिजबाट एउटा क्वेसन आउने यो लङ क्वेसनमा। ह्युमन बायोलोजीको चाहिँ कहिलेकाहीँ के हुन्छ, ह्युमन बायोलोजीको चाहिँ ह्युमन बायोलोजी नै आउँछ, त्यही भएर यो पनि छोड्न मिलेन। अथवा डिजिजको चाहिँ कहिलेकाहीँ रियरली भन्नाले त्यो पनि पोसिबल छ होइन, सेट जसरी पनि बनाउन मिल्छ, त्यही भएर डिजिज पनि अरमा आउन सक्छ, तर ह्युमन बायोलोजी नै अरमा आउँछ जस्तो लाग्छ मलाई चाहिँ है। अहिले यो पालि चाहिँ मलाई थाहा भएन, त्यो नयाँ सरकार नयाँ तरिका हुन पायो, मलाई थाहा भएन है त्यो कुरा चाहिँ। त्यही भएर पढ्न चाहिँ पढ, यही आउनु पर्ने चाहिँ यही हो, बायोलोजी र ह्युमन बायोलोजी र डिजिजबाट नै आउनुपर्ने हो। ओके, सो त्यस्तो केही गाह्रो क्वेसन सोध्दैन, तर घुमाएर सोध्ने जस्तै गर्छ। जस्तै मैले लास्ट इयरको भिडियोमा नि भनेको थिएँ, ह्युमन डिजिजबाट सोद्धाखेरि चाहिँ क्रोन्स डिजिज, डेभलपिङ कन्ट्रिजमा धेरै लाग्ने डिजिज, अनि कोच डिजिज भनेर भन्यो भने चाहिँ अब तिम्रो सबै कुरा एउटै हो। त्यो भनेको माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिसले लाग्ने टिबीको बारेमा सोधेको, ट्युबरकुलोसिसको बारेमा सोध्यो, त्यसको इटियोप्याथोजेनेसिस, त्यसको प्याथोजेनेसिस, इटियोप्याथोजेनेसिस भनेको कज प्लस प्याथोजेनेसिस, तिमीहरू धेरै नबसिकाम होइन। अनि त्यसपछि त्यसको लास्टमा ट्रिटमेन्ट पनि सोध्ला होइन। प्राइज भन्ने निमोनिक्स तिमीहरूलाई थाहा छ कि थाहा छैन, त्यो पनि एकपल्ट खोज्ने प्रयास गर, बुझ्यौ भने बुझ्यौ, नत्र कमेन्ट गर, म भनिदिन्छु। र अब तिमीहरूको सर्ट एन्सर क्वेसन चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ बोटनीको केसमा सबभन्दा सुरुको जुन क्वेसन हुन्छ त्यसमा चाहिँ हाम्रो प्लान्ट एनाटोमीबाट सोध्छ, 5 मार्क्सको क्वेसन होइन सर्ट एन्सर क्वेसनमा। त्यसपछि अर्को क्वेसन के सोध्छ भन्दाखेरि चाहिँ तिम्रो नम्बर मलाई एक्ज्याक्ट थाहा भएन यसपछिको चाहिँ, तर प्लान्ट फिजियोलोजीको सोध्न पर्ने हो। त्यसपछि चाहिँ जेनेटिक्सको सोध्न पर्ने हो, र अरमा सोध्छ जेनेटिक्स र प्लान्ट फिजियोलोजी फेरि यहाँ, अनि फेरि इम्ब्रायोलोजीको सोध्न पर्ने हो। यसरी चाहिँ क्वेसन सोध्न पर्ने हो है त। अब सोध्न पर्ने होइन कि यसरी नै सोध्छ। र एउटा क्वेसन चाहिँ तिम्रो बायोटेक्नोलोजीबाट पनि यहाँ घुसाउने प्रोबाबिलिटी एकदमै म्याक्सिमम छ होइन, एकदम म्याक्सिमम छ, तर बरु अरमा सोध्छ कि भन्ने हो, तर पनि घुसाउने प्रोबाबिलिटी म्याक्सिमम छ यहाँ। 100% आउँछ जस्तै हो है त, बायोटेक्नोलोजीबाट 100% क्वेसन आउँछ जस्तै हो। त्यही भएर चाहिँ त्यो रोबोटिक ह्यान्ड्स यताउता भन्ने तिमीहरूले जुन पढ्नुपर्छ त्यो चाहिँ त्यो ध्यान दिएर नै पढ। किन भन्दाखेरि चाहिँ यदि क्वेसन गाह्रो बनाउन मन लाग्यो बायोलोजीको भने PCBM मध्ये एउटा क्वेसन गाह्रो आउँछ। हाम्रो केसमा बायोलोजी क्वेसन गाह्रो थियो, फिगर बेस्ड क्वेसन आएको थिए, त्यही भएर चाहिँ त्यस्तो अवस्थामा बायोटेक्नोलोजी यहाँ पढ्नुपर्छ। त्यस्तै अब जुलोजीको डिकोड गर्दाखेरि चाहिँ डेभलपमेन्टल बायोलोजी, सुरुमा एनिमल टिस्यु क्वेसन आउँछ के अरे, त्यसपछि डेभलपमेन्टल बायोलोजी, त्यसपछि ह्युमन बायोलोजी, त्यसपछि एप्लिकेसन अफ जुलोजी, र अरू ह्युमन पपुलेसन यताउता छ नि, त्यो रिमेनिङ लेसनबाट एउटा क्वेसन घुसाउँछ। यहाँ पनि एउटा क्वेसन अलिक बोरिङ क्वेसन आउँछ हेर होइन दुइटैमा, किन भन्दाखेरि चाहिँ अरू फिक्स नै छ कहाँबाट आउँछ भन्ने, तर एउटा क्वेसन चाहिँ अब 4-5वटा लेसन पढेर बल्ल एउटा क्वेसन मिलाउन मिल्छ। त्यही भएर चाहिँ त्यो क्वेसन अलिकति बोर भयो होइन, बोरिङ क्वेसन। ल अब अर्को मेन प्रब्लम भनेको बायोलोजीमा के हो भन्दा टाइम म्यानेजमेन्ट हो। किन भन्दाखेरि चाहिँ दुईवटा सब्जेक्टको एक्जामिनेसन एकैपटक दिन पर्ने छ, र दुइटै सब्जेक्ट धेरै लेख्न पर्ने छ, कन्सेप्चुअल पनि छ, फेरि सोच्न पनि पर्छ। फिगर बेस्ड क्वेसन हालिदिन्छ, त्यसमा सोचेर लेख्नुपर्छ। अब तिम्रो टाइम म्यानेज गर्नको लागि चाहिँ के गर भन्दाखेरि चाहिँ जस्तै 3टा घन्टामा चाहिँ त्यो एक्जाम हलको समयलाई चाहिँ डिभाइड गर होइन, फर्स्ट आवर, सेकेन्ड आवर र थर्ड आवर। अब एक्जाम हलमा छौ रे तिमी, एक्जाम हलमा बस्दा बस्दै तिम्रो 30 मिनट पछि भित्र छिटेको 30 मिनट पछि तिमी लेखिरहेको हुन्छौ होइन, त्यसपछि चाहिँ सरलक्क क्वेसन पेपर बाँड्दै आउनुहुन्छ MCQको होइन, MCQको क्वेसन बाँड्दै आउनुहुन्छ 11वटा। भनेपछि तिम्रो टप अगाडिको फर्स्ट 11 क्वेसन तिमीले देख्न पाउने भएनौ, क्वेसन नम्बर 12बाट सुरु गर्न पर्ने भयो। मेरो पालामा त्यस्तो थियो, तिमीहरूको जुनियरको पनि त्यस्तै भयो, तिमीहरूको सिनियर पनि त्यस्तै भयो, मेरो इमिडिएट सिनियरको जुनियरको पनि त्यस्तै भयो अरे। अनि तिमीहरूको पनि त्यस्तै हुन्छ जस्तो लाग्छ मलाई। तर अब न्यू गभर्मेन्टले चाहिँ नयाँ नयाँ पोलिसिसहरू लिएर आउँदैछ हेर, अब नयाँ तरिकाले नै एक्जाम लिने, नयाँ तरिकाले नै गर्ने भन्नाले सिलेबस त कम्प्लिट चेन्ज हुँदैन है अहिले, फेरि डोन्ट वरी, प्याटर्न पनि केही चेन्ज हुनेवाला छैन, तर नयाँ तरिकाले केही गर्ने भनेर सोच्यो भने चाहिँ अलिकति फरक होला। नत्र MCQ यसरी नै आउँछ होइन एक्जामको 30 मिनटपछि। अब तिमीले कसरी सोच्न पऱ्यो भन्दा चाहिँ त्यो 30 मिनटसम्म चाहिँ तिमीले एटलिस्ट चाहिँ 2टा सर्ट क्वेसन चाहिँ गरेर भ्याइसक्नु पऱ्यो।
एटलिस्ट जस्तै अब तिम्रो बोटनीबाट क्वेसन सुरु हुन्छ होइन अब जुलोजी सही लाग्छ भने जुलोजी गर तर म सजेसन चाहिँ अगाडिको एउटा पेज छोडिदेऊ होइन दुइटैको लागि है त एमसिक्यूको लागि दुइटा पेपर हुन्छ नि त तिम्रो क्वेसनको एन्सर लेख्नलाई एमसिक्यूको लागि अगाडिको पेज छोडिदियो दुइटै पेपरमा र तिमीलाई जुन सब्जेक्ट सही लाग्छ जुलोजी सही लाग्छ भने जुलोजीको पेपरबाट सुरु गर बोटनी लाग्छ भने बोटनीको पेपरमा लेख्न सुरु गर तर एमसिक्यूको लागि दुइटैको फर्स्ट पेज चाहिँ छोडिदेऊ एमसिक्यू लेख्न पऱ्यो नि त पछि त्यही भएर होइन एमसिक्यू पनि छुट्टै पेजमा लेखेको थिएँ मैले चाहिँ अब तिमीहरूलाई के गर्न हुन्छ जे होस् रिक्स नलिकन बरु दुइटा पेज छोडेर दुई ठाउँमै जतासुकै एमसिक्यू लेख तर एमसिक्यूको मार्क्स चाहिँ आफ्नो त हराउनु भएन नि त त्यही भएर चाहिँ मैले नयाँ सरकारले चाहिँ अब ओएमआर सिट युज गर्छ कि भनेको कि होइन किन भन्दाखेरि अलिकति झ्याउ छ क्या बायोलोजीकोमा चाहिँ त्यही पेपरमा लेख्न चाहिँ अब दुइटा ठाउँमा जान्छ दुइटा टिचरले हेर्नुहुन्छ एमसिक्यू एउटै ठाउँमा लेखिदियो भने तिमीहरूको मार्क्स गयो एक ठाउँको त्यही भएर चाहिँ दुई ठाउँको चाहिँ एमसिक्यू चाहिँ तिमीहरूले लेख्नुपर्छ दुइटैमा लेख यदि तिमीहरूलाई त्यहाँको एक्जामिनरले चाहिँ एक ठाउँमा मात्रै लेख भन्नुभयो स्पेसिफिक बनाएर भने पनि तिमीहरू रिक्स नलिऊ दुई ठाउँमै लेखिदेऊ केही पनि फरक पर्दैन अब म तिमीहरूलाई यो पछि पनि भन्छु यो कसरी लेख्ने भनेर कसरी टाइम म्यानेज गर्ने भनेर तर यसरी चाहिँ तिमीहरू टाइम म्यानेज गर त त्यो 30 मिनटसम्म तिमीहरूले सर्ट क्वेसन दुइटा भ्याइसक्नु पऱ्यो एमसिक्यू आएपछि एमसिक्यू गर्न लाग्ने होइन त्यति बेला हतारमा जे पनि मिस्टेक हुनसक्छ पछि तिमीहरू आफै कोपअप हुँदै जान्छ कन्फिडेन्स बिल्डअप हुँदै जान्छ अनि बल्ल तिमीहरू एमसिक्यूतिर लाग्ने हो त्यो सर्ट क्वेसन अब तिमीहरूले फर्स्ट आवरमा अझै दुइटा 30 मिनटमा दुइटा गऱ्यो फेरि अर्को त्यो 30 मिनटमा फेरि गर्न पऱ्यो सेकेन्ड आवर भनेको तिमीहरूको लागि एकदमै गोल्डन टाइम हो तिमीहरूले यसमा नै हो टाइम बचाउने तिमीहरूले चाहिँ अब के गर्नु पऱ्यो बोटनीको सकिसक्यो अरे मानम होइन सर्ट क्वेसन अब तिमीहरूले लङ क्वेसन पनि बोटनीको यसमै सकाउनु पऱ्यो र जुलोजीको 3टा सर्टको एन्सर क्वेसन पनि यसमै सकाउनु पऱ्यो सेकेन्ड आवरमा तिमीले एकदमै छिटो हात चलाउनु पऱ्यो एकदमै छिटो होइन अब एन्सर कसरी लेख्ने भन्दाखेरि चाहिँ कन्साइज रूपमा लेख्ने ठिक्क लेख्ने धेरै नलेख्ने अनि पोइन्ट वाइज लेख्ने एन्सर राइटिङ स्किल भनेको यही हो पोइन्ट वाइज लेख्ने जस्ट टिचरले हेर्ने बित्तिकै देखोस् यो स्टुडेन्टले त जानेको रहेछ भनेर त्यो धेरै प्याराग्राफ त्यो गुजमुज नो त्यस्तो गर्ने होइन पोइन्ट वाइज लेख्ने र फिगर बेस्ड क्वेसनको एन्सर पनि पोइन्ट वाइज लेख्ने अनि फिगर नभना भनेको ठाउँमा पनि फिगर बनाउने प्रयास गर्ने जस्तै अब तिमीहरूको एउटा कुनै मोनोकट रुट अथवा डाइकट रुटको बारेमा सोधेछ डाइकट स्ट्रिमको बारेमा सोधेछ भने त्यो गुजुङको फिगर बनाउनतिर लाग्ने होइन है फेरि कुनै फिगर नर्मल्ली बनाउन सकिन्छ भने बनाउने जस्तै तिम्रो बायोटेक्नोलोजीमा जेनेटिक इन्जिनियरिङको बारेमा सोधेछ भने प्राइमर अनि त्यसपछि चाहिँ तिम्रो त्यो होस्ट अनि त्यसपछि चाहिँ रिक्वायर्ड डिएनए यस्ता त्यो तिमीले स्केमेटिक डायग्राम त बनाउन सक्छौ नि त यस्तो यस्तो गरेर भने नि बनाउन सकियो नि त होइन यो प्राइमर भयो अनि त्यसपछि चाहिँ यो रिक्वायर्ड डिएनएको यो रिक्वायर्ड जिन भयो यति लेख्न त सकिन्छ नि त त्यही भएर यस्ता स्केमेटिक डायग्राम बनाउँदै जाऊ र पोइन्ट वाइज एन्सर लेख यही हो बेस्ट एन्सर इन्टरप्रिटेसन यस्तो राम्रो स्कोर आउँछ तिमीहरूको जस्ट पछि आएर यो भिडियोमा कमेन्ट गरौँला मैले भनेको मान अहिले टाइम छ फिगरहरू चाहिँ एकदमै धेरै हेर किन चाहिन्छ फिगर बेस्ड क्वेसनहरूको लागि अब लास्ट आवरमा तिमीले दुइटा लङ क्वेसन सर्ट क्वेसन र मैले चाहिँ लास्ट आवरमा नै गरेको थिएँ एमसिक्यू सबै एन्सर सकेर गरेको होइन एउटा लङ क्वेसन बाँकी राख्थेँ अनि त्यसपछि मजाले एमसिक्यू गर्थेँ अनि त्यसपछि त्यो लङ क्वेसन चाहिँ एकदम मजाले एन्डसम्म लेख्थेँ क्या अनि त्यो एउटा क्वेसन चाहिँ मेरो यत्रो लामो हुन्थ्यो कि अब के भन्ने सायद सबैले त्यही गर्थ्यो होला इङ्ग्लिसको लास्टमा एसे लेखे जस्तै फिगर बेस्ड क्वेसनको एउटा स्याम्पल यहीँ छ अब यो के को हो यो तलबाट सरेर गछ भनेपछि यताबाट यता पनि गछ भनेपछि यो कन्डक्टिङ सिस्टम अफ हर्ट नै होला होइन यो सुपिरियर भेना काभाको जस्ट बेसमा छ होइन यो सुपिरियर भेना काभाको बेसमा भएपछि यो हाम्रो के भन्थ्यो अरे यसलाई के नोड भन्थ्यो अरे मैले फर्स्ट इयरमा पढेँ है एसए नोड हो यो हो अनि त्यसपछि यसलाई तल गछ अनि त्यसपछि जस्ट यो मिड पोइन्टमा छ भनेपछि ट्राइङ्गल अफ कोच ओके यो चाहिँ हाम्रो एभी नोड भयो त्यहाँबाट तल भयो यो कन्डक्टिङ सिस्टम अफ हर्टबाट सोधा रहेछ मैले एमसिक्यू यो एमबिबिएसको त उठाइन के भयो ओके गाइज जे भए पनि अलिकति अप्ठ्यारो नै भयो नि त तिमीहरूको लागि त तर यो क्वेसन चाहिँ तिमीले कसरी मिलाउन सक्थ्यौ भन्दाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ तिम्रो 12को चाहिँ बुकहरूमा पनि हुन्छ यो होइन प्लिज एकपटक गएर बुकको फिगर भने पनि हेर बरु टिचरको नोट पढ्दैछौ भने त्यो छोड्थ्यौ अहिले एकछिनलाई यो भिडियो सकाउने बित्तिकै गएर फिगरहरू हेर किन मैले यस्तो भन्दैछु भन्दाखेरि चाहिँ मेरो पालामा मैले आफै जिन्दगीमा नदेखेको फिगर थियो एउटा जुन चाहिँ सिम्पल तरिकाले टुचुक्क लगाएर अस्मिताको पब्लिकेसनको बुक जुन छ त्यसमा लगाएर राखिदिया रहेछ अनि त्यो क्वेसन मैले बल्ल तल्ल दिमाग लगाएर लेखेँ तर पनि एक्ज्याक्ट त भएको थिएन क्या मेरो त्यो जे हुनुपर्ने त्यो भएको थिएन त्यही भएर चाहिँ
पहिलोपटक देख्दाखेरि गाह्रो हुन्छ। मैले त अब एमबिबिएसमा पढेको भएर मलाई अलिकति यो यसरी तल गएको देख्ने बित्तिकै मैले कन्डक्टिङ सिस्टम अफ हर्ट भनेर प्याच्च बोलिहालेँ होइन। तिमीहरूलाई सुरुचोटि हेर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुनसक्छ नि त यो। हेर यहाँ कसरी क्वेसन सोध्छ भन्थ्यो भने लेभल अनि त्यसपछि तल यत्रो क्वेसन सोध्छ। अब यसमा पनि पोइन्ट वाइज एन्सर दिन सक्नु पऱ्यो क्या तिमीले टक 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 3 मार्क्स भनेछ भने डिफ्रेन्सको एटलिस्ट 4 पोइन्ट 5 पोइन्ट चाहिँ लेख्नै पर्छ अनि राम्रो स्कोर आउँछ तिमीहरूको। बायोलोजीमा फुल पनि लेखिदिनुहुन्छ यदि एन्सर राम्रो लेख्न सक्यौ भने तिमीले र राम्ररी लेख्न सक्यो भने फुल मार्क्स पनि दिनुहुन्छ। अब टाइम म्यानेजमेन्ट गर्न सिकाएँ, एन्सर इन्टरप्रिटेसन सिकाएँ, फिगर बेस्ड क्वेसन चाहिँ बुकको सबै फिगर तिमीसँग जुन बुक छ त्यसको सबै फिगर हेर पनि भनेर सिकाइसकेँ। अथवा चाहिँ बायोलोजी फिगर बेस्ड क्वेसन भनेर च्याटजिपिटी कोपाइलटलाई पनि भने हुन्छ फलाना लेसनको बनाइदेऊ बाबु भनेर कोपाइलटलाई भन राम्ररी बनाइदिन्छ होइन। अब तिम्रो स्टडी कसरी गर्ने कसरी पढ्ने भन्ने कुरा सुन है त। सुन अब हाम्रो के हुन्छ भन्दाखेरि बुक तिमीले कुन फलो गर्ने भन्दा अब अहिले आएर बुक चेन्ज गरेर त हुँदैन, तिमीसँग जुन बुक छ त्यही फलो गर्ने। अब विद्यार्थी पब्लिकेसनको टेक्स्ट बुक अफ बायोलोजी भयो भने झन् बबाल, अस्मिता पब्लिकेसनको भयो भने चल्छ। अनि कलेज बायोलोजी पनि एकदम राम्रो छ, हाम्रै टिचरले लेख्नु भएको थियो त्यो होइन। अहिले पिएचडी गर्दै हुनुहुन्छ उहाँ, एकदम राम्रो बुक छ त्यो, त्यसलाई केही भएन जुनसुकै बुक होस् बाल भएन, बुक चाहिँ पढ्नु पऱ्यो एटलिस्ट फिगर भने पनि हेर। र मैले तिमीहरूलाई सीईको इन्ट्रान्स प्रिपरेसन गर्ने कसरी अहिलेको अवस्थामा भनेर पनि भनेको थिएँ। सीईको एक्जाममा तिमीहरूले अहिले बायोलोजीको बुक कम्प्लिटली पढेको छौ भने पछि मलाई थ्याङ्क यू दादा, मेरो त स्कोर खत्रै आयो दादा, मैले त आइएम पाएँ दादा भन्दै कमेन्ट गर्छु हेर। यो एकदम फ्याक्ट हो। बुक अहिले तिमीहरूले बायोलोजीको अथवा कुनै पनि बुक क्लियरली पढ्ने प्रयास गर्यो भने तिमीहरूको राम्रो स्कोर आउँछ। बायोलोजी 80 मार्क्स आउँछ सीईमा। अरू बुक मैले अब तिमीहरूले पढ्यो कि पढेनौ त्यही भएर मैले अरूको सब्जेक्टको भिडियो बनाउँदाखेरि चाहिँ केही पनि भनेको छैन यसको बारेमा। तर बायोलोजीको बुक चाहिँ तिमीहरूले चाहिँ सीई दिने हौ, एमबिबिएसको एक्जाम क्र्याक गर्ने मन छ फ्रेसरमै भने क्लियर रूपमा बनाएर पढ्नुपर्छ। त्यो भयो भने तिम्रो फिगर बेस्ड क्वेसन पनि मिले, पोइन्ट वाइज क्वेसन पनि मिले, त्यत्तिकै फिगर नबना भने क्वेसन भने तिमीले झ्यामझ्याम फिगर बनाउन सक्यौ, तिमीलाई चाहिँ एकदम धेरै खत्रै स्किल ग्रान्ट भयो क्या त्यो भनेको चाहिँ, बुझ्यौ नि तिमीले। त्यही भएर बुक चाहिँ क्लियर कट बनाएर पढ सीई दिने मन छ भने। किन भन्दाखेरि अब सीई पछिको लाइफ पनि यस्तै हेक्टिक छ हेर, अलिकति बानी लगाऊ आफूलाई। अब तिम्रो टिचरको नोट यदि तिमीसँग छ भने राम्रो भयो, एनइबीको लागि बेस्ट नै भयो, पुग्छ पनि क्लियर कट पुग्छ, टिचरको नोट मजाले पुग्छ। अनि तिम्रो टिचरको नोट प्लस पास्ट इयर क्वेसन गऱ्यौ भने तिमीले खत्रै स्कोर लिएर आउँछ एनआइबीमा। एन्सर इन्टरप्रिटेसन पोइन्ट वाइज गर र फिगर बनाउन नबिर्सियो, खत्रै। ह्यान्ड राइटिङ राम्रो बनायो भने खत्रै स्कोर, बबाल स्कोर। एमसिक्यू पुरै मिलाउनु पऱ्यो। एमसिक्यू कसरी पढ्ने भनेर म अहिले हेरी यतातिर यसो गफ लगाउँछु तिमीहरूलाई, गफ होइन यस्तो खतरा फ्याक्ट बोल्छु, ढुक्क बस। अब हाम्रो लेक्चर्स चाहिँ तिमीले कुन कुन लेसनको हेर भनेर म सजेसन दिन्छु भन्दा जेनेटिक्सको त्यो डिएनए रेप्लिकेसनहरू तिमीले बुझ्दैनौ, अथवा जेनेटिक बोटनी पुरै कन्सेप्चुअल छ, जुलोजी घोक्ने टाइप छ। जुलोजीको बरु नहेर, जुलोजीको नहेरे पनि बोटनीको चाहिँ तिम्रो कन्सेप्चुअल छ त्यो हेर्नै पर्छ तिमीले होइन। जस्तै जेनेटिक्सको हेर्न सक्यौ, त्यसपछि प्लान्ट फिजियोलोजीको कुनै पोर्सन हेर्न सक्यौ। जस्तै अब हाम्रो रिभिजन गर्न पऱ्यो होइन, तिमीले अब रिभिजन चाहिँ कसरी गर्न सक्यौ भन्दाखेरि चाहिँ तिमीले पिवाइक्यू हेर, र पिवाइक्यू तिमीले जान्यौ भने पास्ट इयर क्वेसन हेर होइन। पास्ट इयर क्वेसन हेर्दाखेरि तिमीलाई त्यो सरर आउँछ जस्तो छ भने ठिक छ, नत्र च्याटजिपिटी अथवा कोपाइलट फेरि हान्नु पऱ्यो, टाइम कन्ज्युमिङ हुँदैन क्या। त्यही भएर म जहिले पनि त्यो भन्छु, अब तिमीहरूको टाइमै छैन त्यो हेर्न पऱ्यो, त्यसलाई चाहिँ एउटा फर्मको रिभिजन त्यो भयो होइन। यदि तिमीलाई त्यो लेसन माथि मन नै के हो भनेर थाहै छैन भने चाहिँ तिमीले सरर फेरि पढ्नु पऱ्यो त्यो लेसन। जस्ट नोट मात्रै पढेर हुँदैन, अब नोट नबनाऊ, अब जस्ट अन्डरलाइन गर, बुक अन्डरलाइन गर, बुक राम्ररी पढ। अनि त्यसपछि टिचरको नोट छ भने एनइबीलाई मात्रै फोकस गर्दैछन्, टिचरको नोट मात्रै लिने पुग्छ, नत्र चाहिँ बुक र टिचरको नोट दुइटै पढ्यो भने सीईलाई पनि भयो र एनइबीलाई पनि भयो। फोकस चाहिँ टिचरकै नोटमा गर न त ल है त। अब तिमीले लाइक सिलेबस नै सक्न सकेनौ भने त फेरि बर्बाद हुन्छ, पछि एक दिन मात्रै बिता सक्यो अब बायोलोजीलाई। एक दिनमा त्यो दिनमा त जस्ट तिमी म जिउँदो छु भनेर हेर्ने मात्रै हो, मलाई थाहा छ केही पनि भ्याइँदैन भन्ने। र सुन अब सिलेबस कम्प्लिट गर्नलाई चाहिँ म तिमीहरूलाई अबको बाँकी समय लगभग कति छ, अब आजबाट लगभग कति टाइम बाँकी छ भन्दा लगभग 19 दिन बाँकी छ होला होइन, तिमीहरूको एक्जाम सुरु हुने दिनसम्म। अब त्यो 19 दिनमा तिमीले सधैँ त पढ्न मिल्दैन, इङ्ग्लिस र नेपालीको लागि टाइम छुट्याउनु पऱ्यो हेर। ल मानौँ कि 3 दिन छुट्यायो अरे तिमीले भनेपछि तिम्रो ल 15 दिनमा सिलेबस कसरी सकाउने म सिकाउँछु है त। ल सुन अब बोटनीबाट सुरु गरौँ है त। बोटनीको तिम्रो जेनेटिक्सलाई चाहिँ तिमीले होइन 2 दिन टाइम दिन सक्छौ, प्लान्ट एनाटोमीलाई चाहिँ तिमीले चाहिँ
2 दिनै टाइम दिनपर्छ। प्लान्ट फिजियोलोजीलाई तिमीले 3 दिन टाइम दिनपर्छ। बायोटेक्नोलोजी यो सबैलाई चाहिँ 1 दिन टाइम दिन मिल्छ। र जुलोजी जस्तै तिमीले बोटनी पढ्यौ होइन, बोटनी पढेको बेला मैले अस्ति रुटिन बनाएको थिएँ, त्यति बेला तिमीले अरू कुरा पढ्ने हो होइन, अरू सब्जेक्ट पढ्ने हो, यही मात्रै झुन्डेर बस्ने होइन। ह्युमन बायोलोजीको लागि तिमीलाई मैले 4 दिन टाइम दिएँ, ह्युमन डिजिजको लागि 1 दिन, डेभलपमेन्टल बायोको लागि 1 दिन, ह्युमन पपुलेसन र रिमेनिङको लागि 1 दिन दिएँ है त। अब हेर, अब तिमीले यो टाइममा चाहिँ तिमीले त्यो अगाडिको त्यो मैले बनाएको भिडियो जुन छ त्यसको रुटिनहरू पनि फलो गरिराख्नु पऱ्यो, अरू सब्जेक्ट पढ्न पऱ्यो। जस्तै अब म जेनेटिक्स आज पढेँ, अब म मस्त चिल हो 2 दिनको लागि भनेर भन्यो भने तिम्रो आफ्नै स्कोर गयो। त्यही भएर पास्ट इयर क्वेसनको र एमसिक्यू कसरी गर्ने पनि म हल्का सिकाइदिन्छु। जेनेटिक्स तिमीहरूको सीईमा पनि लास्टै धेरै आउँछ होइन। बुकमा जुन एमसिक्यू छ त्यो सबै गर, पिवाइक्यू अथवा अस्मिताको ओल्ड इज गोल्डमा अथवा तिमीहरूसँग कुन चाहिँ ओल्ड इज गोल्ड छ त्यहाँ जुन छ त्यो एमसिक्यू पनि गर। र अर्को एउटा सजेसन के दिन्छु, अब त्यो सजेसन भयो म दिन्न, मैले के भन्न लाग्थेँ मोडुलबाट गर भन्न लाग्थेँ, त्यो नगर, किन भन्दाखेरि एक्जाम एकदमै क्लोज छ, सरी। अर्को प्लान्ट एनाटोमीको लागि तिमीहरूको त्यस्तो अत्याचार एमसिक्यू आउनेवाला छैन, एउटा मात्रै आउनेवाला छ यसमा चाहिँ, एनइबीमा चाहिँ, सीईमा चाहिँ प्लान्ट फिजियोलोजी र एनाटोमीबाट चाहिँ 7 मार्क्स आउँछ, त्यति बेला तिमीहरूलाई चाहियो। तर जस्ट योबाट चाहिँ एमसिक्यू भनेर मात्रै तिमीहरूले मिहिनेत नगर, थ्योरी नै पढ र त्यहीबाट एमसिक्यू मिलाउने प्रयास गर। प्लान्ट फिजियोलोजीलाई चाहिँ बुकको एमसिक्यू गर्न पऱ्यो र पिवाइक्यूवाला एमसिक्यू गर्न पऱ्यो। अब यो सबै बाँकीको लागि चाहिँ पिवाइक्यूवाला एमसिक्यू गऱ्यो भने इनफ। ह्युमन बायोलोजीको लागि तिमीहरूको सीईमा पनि लास्टै धेरै स्कोर आउँछ, लगभग 16-17 मार्क्स आउँछ। अब त्यसको लागि बुकको एमसिक्यू प्लस पिवाइक्यू गर्नै पऱ्यो, 16 मार्क्स आउँछ एनइबीमा, त्योबाट धेरै सोध्ने भयो। यसको लागि बुकको एमसिक्यू र पिवाइक्यूको गर्नै पऱ्यो। डेभलपमेन्टल बायोको लागि तिम्रो पिवाइक्यू मात्रै गरे पनि पुग्छ, त्यस्तो केही गाह्रो छैन। त्यही भ्यागुता कसरी बन्ने भनेर हेर्ने हो। हेर, एउटा क्वेसन मैले तिमीहरूलाई सोधिहालेँ गफको तालमा, यसको पनि पिवाइक्यू गरे पुग्यो। जस्तै तिम्रो चाहिँ थाइरोइड हर्मोन कम भयो भने तिमीहरूको फ्रकको डेभलपमेन्टमा के हुन्छ, फ्रक के भएर बस्छ, कमेन्ट गर। अब रिभिजन स्ट्राटेजी म तिमीहरूलाई दिन्छु। जेनेटिक्सको रिभिजन कसरी गर्न सक्छौ तिमीले भन्दाखेरि चाहिँ तिमीले नोट बनाएको छ भने बबाल, नत्र जे छ त्यही रिभाइज गर होइन। जस्तै अब तिम्रो बुकबाट रिभाइज गर भन्छु म त अझै, किन भन्दाखेरि तिमीहरूको फिगर पनि तिमीहरूले बिचबिचमा हाल्न सक्छौ यदि बुकबाट पढ्यो भने, र फिगर राख्यो भने एकदमै राम्रो स्कोर आउने प्रोबेबिलिटी बढी हुन्छ। जेनेटिक्सको क्वेसन त्यस्तै आउँछ र जेनेटिक्सबाट धेरै क्वेसन सोध्ने भएको, लङ क्वेसन सोध्ने, सर्ट क्वेसन सोध्ने, एमसिक्यू सोध्ने भएको कारणले मैले त्यस्तो भनेको। प्लान्ट एनाटोमीको लागि तिमीले रिभिजन गर्नको लागि म यस्तोको केही सजेसन दिन्न, एकदमै गाह्रो लाग्थ्यो मलाई। यो डेली पढ्ने बाहेक यसको सजेसन केही पनि छैन। डेली स्टडी इज द बेस्ट वे टु कोप अप विथ प्लान्ट एनाटोमी। आज तिमीले जस्तै प्लान्ट एनाटोमीको मोनोकट रुट पढ्यो भने भोलि डाइकट रुट पढ्न लाग्छौ होइन, त्यो जस्तो होइन। आज तिमीले मोनोकट रुट, डाइकट रुट, अनि त्यसपछि चाहिँ यति दुइटा पढ्यो भने अब तिमीले भोलि फेरि के गर्न सक्छौ, यो दुइटा सर हेरेर अनि बल्ल डाइकट स्टिम, मोनोकट स्टिम सुरु गर्न सक्छौ। र आज तिमीले चाहिँ क्याम्बियम फर्मेसन पढ्यो भने त्यसपछि तिमीहरूले फेरि भोलिपल्ट फेरि त्यसलाई रिभाइज गरेर बल्ल अरू पढ्न सक्छौ। त्यस्तो गऱ्यो भने प्लान्ट एनाटोमी आफै आउँदै जान्छ। प्लान्ट एनाटोमीमा एक्ज्याक्ट वर्ड टु वर्ड लेख्ने प्रयास नगर, फ्लोमा लेख्ने प्रयास गर, तिमीलाई अलिकति सहिलो हुन्छ। किन भन्दाखेरि योबाट एक्ज्याक्ट लेख्ने प्रयास गर्दाखेरि मैले सकेकै थिइनँ। प्लान्ट फिजियोलोजीको लागि तिमीले केही पनि गर्न सक्दैनौ, जस्ट के गर भन्दाखेरि चाहिँ पिवाइक्यू गर, त्यस्तो गाह्रो क्वेसन सोध्दैन, ढुक्क बस्छ, तर अलिकति अप्ठ्यारो घुमाएर सोध्छ भन्यो। यो बाँकी लेसन भनेकै घोक्ने लेसनहरू हो, यो घोकन्ते विद्या हो, यिनीहरू घोकन्ते विद्या हुन्, घोकन्ते विद्या घोकेरै रिभिजन गर। इम्ब्रायोलोजीको बुझ्नुपर्छ, इम्ब्रायोलोजीको लागि चाहिँ लेक्चर लिएर मैले भन्न बिर्सेँ, एउटा 4 मार्क्सको क्वेसन ग्यारेन्टी हो। ह्युमन बायोलोजीको लागि तिमीले के गर्न सक्छौ भन्दाखेरि सम्भाव घोकन्ते विद्या नै हो यो पनि, त्यही भएर घोक्देऊ, फेरि घोक्देऊ, रिभिजनको तरिकै यही हो, फेरि घोक्देऊ। अब ह्युमन डिजिजको लागि पिवाइक्यू मात्रै हेरे पुग्छ, किन भन्दाखेरि यसमा सोध्ने केही छँदै छैन, त्यही 4-5वटा डिजिज हो। अब डेभलपमेन्टल बायोको लागि तिम्रो पिवाइक्यू मात्रै इनफ रिभिजनको लागि है, फेरि सुरुमै पिवाइक्यू मात्रै पढ्लौ। अनि हेल्थ एन्ड पपुलेसन र बाँकी सबैको लागि पनि पिवाइक्यू मात्रै इनफ। र यति सधैँ अब रिभिजन गर्दाखेरि तिमीहरूको टाइम एकदमै छिटो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो चाहिँ त्यस्तो हुन्थ्यो, पहिलोचोटि पढ्दा अलिकति लामो समय लाग्थ्यो, रिभिजन गर्दाखेरि चाहिँ सर्र जान्थ्यो। त्यही होस् तिमीहरूको पनि, त्यही हुन्छ, अड्केर बस्ने होइन, एक्जाममा गइसकेपछि आफै आउँछ। सो अब यदि भन्दै तिमीहरूको टाइम केही पनि वेस्ट नगर्दै आजको भिडियो अझै अलिकति डिटेल जाने प्रयास भएको कारणले गर्दाखेरि अलि लामो भयो। थ्याङ्क यू भेरी मच फर वाचिङ, टेक केयर।